सबभन्दा पहिले हजुरहरूले अनलाइन एसबिआई टाइप गर्नुहोस् गुगलमा गएर। यस्तो इन्टरफेस खुल्छ र तपाईँले अहिले मैले यो डेस्कटप साइटमा गराएको छु, जो अहिले डेस्कटप साइटमा देख्न सक्नुहुनेछ। पहिले फर्स्ट खोल्दा त यस्तो देखाउँछ तपाईँहरूको जो मोबाइलको स्क्रिनमा या ल्यापटपको स्क्रिनमा। तपाईँहरूले डेस्कटप साइट गराउनु पर्नेछ। डेस्कटप साइट गराउनु भयो, त्यसपछि यस्तो इन्टरफेस देखाउँछ र तपाईँहरूले युजर आइडी और पासपोर्ट टाइप गर्नु पर्नेछ र हजुरले तल दिएको क्याप्चा फिलअप गर्नुपर्नेछ, जो खाली ठाउँ छ त्यसमा। लगइन गर्नुहोस्, यस्तो देखाउनेछ र हजुरहरूले मोबाइलको नम्बरमा ओटिपी आउनेछ। ओटिपी हाल्नुहोस्, सबमिट गर्नुहोस्। त्यसो तपाईँको यस्तो इन्टरफेस देखाउनेछ। अब तपाईँले माथि सबसे टपमा स्विच टु ओल्ड लेखेछ, जो स्विच टु ओल्डलाई स्विच गर्नुहोस्। यसमा स्विच गर्नुहोस्, यस्तो खोल्छ। अब 3 डटमा जानुहोस्, उता माथि साइडमा जो 3 डटमा जुम गरिदिन्छु, 3 डट। अब यसमा आउनेछ, यसमा तल आउनेछ इन्टरनेसनल फन्ड, इन्डो नेपाल फन्ड। क्लिक गर्नुहोस्, प्रोसेस गर्नुहोस्। हो तपाईँहरूले यसरी कुन ब्याङ्कमा पठाउने गर्नुहोस्। नेपाली कति पैसा, करेन्सी 16,000 नै, 50,000 नेपाली पठाउँछु। 50,000 31,500 आयो। सिलेक्ट एजुकेसन, ट्राभल फर एजुकेसन, यसरी गर्नु सक्नुहुन्छ। नन आरएनएन, मेल, स्यालेरी चेक गर्नुहोस्। भएन, मिलेन, अब फेरि माथि गएर इंडिविजुअल और हेल्प यसरी हजुरले पैसा पठाउन सक्नुहुनेछ। यसमा ओटिपी आउँछ हजुरको रजिस्टर नम्बरमा। अब कन्फर्म गर्नुहोस्।